You cannot touch without being touched. That's Newton third law. हामी सबैलाई थाहा छ केही नगरेर केही हुँदैन, तर पनि हामी गर्दैनौँ। हामीलाई थाहा छ हामीले यदि सक्सेस चाहन्छौँ र सक्सेस पाउनु छ भनेपछि हार्डवर्क गर्नुपर्छ, तर हामी अल्छी छौँ नि, हामी त्यो पनि गर्दैनौँ कि। हामी चाहन्छौँ कि एक दिन त्यस्तो समय आउनेछ जुन दिन सबै हाम्रो परिवारहरू, छिमेकीहरू, साथीहरू हामीमाथि प्राउड गर्नेछौँ। भनौँ न, यो व्यक्तिले खतरा गरे यार, सक्सेस भयो यो व्यक्ति, यसले त्यो स्थान हासिल गर्यो जो हाम्रो अझ पनि सपना छ भनेर प्राउड गर्नेछन् भनेर हामी सोच्छौँ। तर त्यसको लागि, त्यो सक्सेस पाउनुको लागि हामी केही गर्दैनौँ। किन? किनकि हामी अल्छी छौँ। हामीलाई अहिलेकाहीँ मोबाइल हेर्नमा, सुत्नमा, अनि यताउता खानेकुरा, घुम्नमा बढी मजा आइरहेछ। हामीले त्यो मजा कहिलेको, भनौँ न, हामीले त्यो मजाको जुन मजा चाहिँ हामीले सक्सेस हुँदाखेरि जुन मजा आउँछ नि, त्यो मजा हामीले अहिले सोचिरहेका पनि छैनौँ कि। किनकि हामीलाई लाग्यो यही मजा अहिलेको लागि बेस्ट हो। झन् अहिलेको यो उमेरमा त सबै यही हो भन्ने जस्तो लाग्छ। त्यस कारणले यदि सक्सेस चाहनु छ र एक दिन त्यस्तो व्यक्ति बन्नु छ, अब चाहिँ मलाई जीवनमा पुग्यो यार भनेर सोच्ने हुन्छ नि, त्यो कुरा चाहन्छौ भनेपछि अहिले मिहिनेत गर्न जरुरी छ। यदि अहिले मिहिनेत गर्दैनौ भनेपछि त ओके। त्यस कारणले यदि केही कुरा चाहन्छौ भने त्यो कुराको लागि तिमी लाग्नुपर्छ। तिमीले सोच्दैनौ त्यो कुरा पाउने होइन। त्यस कारणले सपना देख, तर त्यो सपना पुरा गर्नको लागि मिहिनेत पनि गर। ओके, द्याट्स इट। टुडे हामी फेरि मिल्ने।